दर्शकबिन नमस्कार। तपाईहरुलाई तपाईहरुको आफ्नै ज्योतिष नेत्र वेदको युट्युब च्यानलमा हार्दिक स्वागत छ। म तपाईको ज्योतिष मित्र आज मैले लिएर आएको छु जन्म कुण्डलीमा विशिष्ट किसिमको राजयोग देवेन्द्र योग फलबारे सम्पूर्ण जानकारी भनेर लिएर आएको छु। यो देवेन्द्र योग कसरी बन्छ, यसको फलादेश के हो, सूत्र के हो, एउटा उदाहरण कुण्डली सहित तपाईहरुमा आज प्रस्तुत भएको छु। तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब भने अवश्य गरिदिनु होला। त्यति गरेको खण्डमा तपाईहरुलाई आगामी दिनमा आउने भिडियोहरु तपाईहरुको छुट्ने छैन। घरमा बसी सजिलैसँग हाम्रा रोचक भिडियोहरु अवश्य हेर्न सक्नु हुनेछ। तपाईहरुले हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने आशाका साथ म आजको क्लास सुरु गर्न गइरहेको छु। अब यो देवेन्द्र योग हुनको लागि पहिले एउटा शर्त छ। त्यो शर्त के हो भन्दाखेरि यो देवेन्द्र योग चाहिँ स्थिर लग्नको कुण्डलीमा मात्रै बनिन्छ। अब स्थिर लग्न भनेको अथवा स्थिर राशि भनेको कुन हुन्छ भन्दाखेरि वृष राशि, सिंह राशि, वृश्चिक राशि र कुम्भ राशिलाई हामी स्थिर राशि भन्छौँ। अब यो लग्नमा कुन लेखेको छ, लग्नमा हेर्नु होला, यहाँ यही 2, 5, 8, 11 लेखेको छ भने त्यति मध्ये एउटा न एउटा लेखेको हुन्छ। तपाई स्थिर लग्नको व्यक्तित्व हो। यो 2, 5, 8, 11 यही घुमिरहन्छन् यो केन्द्रमा। यो अरु 9, 10, 12, 1, 3, 4, 6, 7 यिनीहरू परेनन्। यी 2, 5 अथवा वृष राशि, सिंह राशि, वृश्चिक राशि र कुम्भ राशि मात्रै यो स्थिर लग्न परेको हुनाले स्थिर यहाँ लग्नमा यो लग्न हो। यो मैले लग्न लेखेको छु तपाईहरुलाई। यहाँ 2, 5, 8, 11 मध्ये कुनै अङ्क लेखेको छ भने तपाई स्थिर लग्नको व्यक्तित्व भन्ने बुझ्नु होला। अब म ढिलो नगरी यसको सूत्र के हुन्छ भन्ने तपाईलाई भन्न गइरहेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ भनेको छु मैले, यदि लग्न अथवा लग्नमा चाहिँ स्थिर राशि हो अथवा स्थिर लग्नको कुण्डली हो भने लग्नेश एकादश भावमा छन्। मानिलिउँ अब लग्न हेर्नु त, लग्न भनेको वृश्चिक लग्नको मालिक मङ्गलदेव कहाँ छन्, एकादश भाव भनेको आय भावमा हुनुहुन्छ। तथा एकादश भावको मालिकलाई हामी एकादशेश भन्छौँ। एकादशेश चाहिँ कहाँ छन्, लग्नमा हुनु पर्यो। लग्न कन्या राशि भनेको बुधको राशि हो, जुन चाहिँ लग्नमा छन्। बुधको मूल त्रिकोण बुधको राशि हो। तथा द्वितीय भावको मालिकलाई हामी द्वितीयेश भन्छौँ। द्वितीयेश चाहिँ दशम स्थानमा हुनु पर्यो। दशम स्थान भनेको कर्म स्थानमा। धनु राशिको मालिक देवगुरु बृहस्पति दशम स्थानमा कर्म स्थानमा हुनुहुन्छ। त्यस्तै दशम भावको मालिकलाई हामी कर्मेश अथवा दशमेश भन्छौँ अथवा दशम भावको मालिकलाई कर्मेश भन्छौँ। कर्मेश चाहिँ सिंह राशिको मालिक सूर्यदेव चाहिँ द्वितीय भावमा गएर बस्नु भएको छ भने त्यहाँ चाहिँ देवेन्द्र योग बन्दछ। त्यस्तो युतिलाई हामी देवेन्द्र योग भन्दछौँ। मैले भने लग्न भावको मालिक लाभ भावमा, लाभ भावको मालिक लग्न भावमा, अनि द्वितीय भावको मालिक कर्म भावमा, कर्म भावको मालिक द्वितीय भावमा बसेका छन् भने देवेन्द्र योग बन्दछ। अब यसको फलादेश के हुन्छ भन्ने कुरो म तपाईलाई बताउँछु। यस योगमा जन्म लिने जातक चाहिँ अब यहाँ कम्बिनेसन राम्रो छ नि, बुध र गुरुको केन्द्र सम्बन्ध। अब के बुझ्नु भने यहाँले वृश्चिक लग्न भएको हुनाले यहाँको लग्न चाहिँ मङ्गल भए। अब यहाँ सिंह लग्न आयो भने सूर्य हुन्छन्, वृषको लग्न आयो भने शुक्र हुन्छन्, कुम्भ लग्न आयो भने शनि हुन्छन्। यसरी नै यो चेन्ज हुन्छ। यही हुन्छ भने तपाईले ढुक्क नहुनु होला। यो चाहिँ मात्रै वृश्चिक लग्नमा मात्रै हुन्छ, अन्य लग्नमा अन्य अनुसार हामीले हेर्नुपर्ने हुन्छ। तपाईलाई मैले कसरी हेर्ने यो भनिरहेको छु। तपाईले लग्नेश चिन्नु पर्यो, एकादश भावको मालिकलाई आयस चिन्नु पर्यो, त्यहाँबाट द्वितीय शेष चिन्नु पर्यो, कर्मेश चिन्नु पर्यो। तपाईहरुले सजिलोसँग यो निकाल्न सकिहाल्नुहुन्छ। बुझ्नु भयो भने दुईचोटि भिडियो हेर्नु भने तपाईले सजिलोसँग बुझ्नुहुन्छ। अब यसको फलादेश भन्न गइरहेको छु। यस योगमा जन्म लिने जातक अत्यन्त सुन्दर, एकदमै सुन्दर, रूपवान, स्त्रीको प्रिय, स्त्रीलाई माया गर्ने अथवा स्त्रीले पनि यस्तो जातकलाई धेरै माया गर्छिन्। अनेक भूमि तथा मालिक तथा त्यसको अधिपति, यस्तो जातकको धेरै जग्गा जमिन हुने देखिएको छ। जातक एकदम सेनाको क्षेत्रमा गर्ने सेनापति हुन सक्ने, एकदम बडा साहसी, सुविख्यात, धेरै राम्रो काम गरेर समाजमा देशभर हैन सुविख्यात आर्जन गरेको एवं राम्रो स्वभाव भएको हुन्छ। जातक 60 वर्षभन्दा बढी बाँच्छ भनिन्छ। 60 वर्षभन्दा कम मर्दैन भन्ने कुरो शास्त्रले भनेको छ। यस्तो जातकलाई देखिएको छ। तर 60 वर्षभन्दा बढी चाहिँ यस जातकको आयु हुन्छ। अब यदि तपाईको जन्म कुण्डली खोलेर हेर्नु होला, कतै तपाईको जन्म कुण्डलीमा देवेन्द्र योग त छैन छ भने तपाईले के बुझ्नुस् भने तपाईको नानी बाबु अथवा परिवारको कसैमा देवेन्द्र योग छ भने तपाईले साहसी काम गरेको खण्डमा, साहसी सेनाको क्षेत्रमा, प्रहरीको क्षेत्रमा, सुरक्षा निकायको क्षेत्रमा जानुभयो भने सफलता भने अवश्य प्राप्त गर्नुहुने रहेछ भन्ने कुरा हामीले यहाँबाट सिक्न सक्छौँ। अब जन्म कुण्डलीमा राजयोग
भएका मान्छेलाई कसरी थाहा पाउने त सामान्यतया भन्ने कुरो म तपाईँलाई बताउन गइरहेको छु। जन्मकुण्डलीमा राज्य छ कि छैन त यस जातकको भन्ने कुरा हामीले सजिलैसँग महसुस गरेर पनि थाहा पाउँछौँ। त्यसको लागि हामीले के हेर्नुपर्छ भने राज्य भएको जातकको घर परिवारभित्र कुरा मिल्दैन। तपाईँको फ्यामिलीमा कसैको एउटा मान्छे अरू परिवारभन्दा छुट्टै खालको छ, कुरा मिल्दैन, अलिक ठुला कुरा गर्ने खालको जातक छ भने बुझ्नु होला त्यस जातकको राजयोग छ। पहिले घरभित्र कुरा मिल्दैन, त्यहाँबाट साथीभाइ हुँदैन, त्यस जातकको साथीभाइसँग कुरै मिल्दैन। अब साथीभाइ साना कुरा गर्छन्, ऊ अब राज्य भएको मान्छे राज्य पल्टाउने कुरा, सत्ता पल्टाउने कुरा गर्छ। अर्को यस्तो जातकको समाजमा कुरो मिल्दैन, समाज एकतिर त्यस जातक अर्कोतिर हो। त्यस्ता जातक छन् तपाईँको भने छरछिमेक घर गाउँमा बुझ्नु होला। त्यस जातकको कुण्डलीमा पक्कै पनि विशिष्ट खालको राजयोग छ। त्यो राजयोग चिनेर योग्य ज्योतिषीलाई देखाएर तपाईँले त्यस राजयोगको कार्यक्षेत्रमा कार्य गरेको खण्डमा तपाईँ अवश्य पनि सफलतामा पुग्नुहुनेछ भन्ने मैले आशा राखेको छु। अब यति भन्दै म आजको क्लासको अन्त्यतिर आएको छु। तपाईँले बुझ्नु भयो भने दुईचोटि हेर्नु होला, बुझिहाल्नुहुन्छ। यति भन्दै म आजको क्लासको अन्त्यमा आएको छु। तपाईँहरूलाई हाम्रो भिडियोलाई मन परेको छ भने लाइक शेयर सब्सक्राइब भने अवश्य गरिदिनु होला, हामीलाई माया गरिदिनु होला। अब अर्को आगामी भिडियोमा भेट हुने बाचाका साथ म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।